हेलो गाइज, तपाईँले देख्न सक्नुहुन्छ मे 29 तारिक 2026 मे 29 तारिकमा म्याराथन सुरु भइसकेको छ। आउँदैन रहेछ, म त खिर पकाउँदैछु। मनमै लाग्यो दाइ अगाडि आउने चाहिँ को हो? अगाडि को? यिनीहरूले एकछिन त्यो तातो बोल देखाउने मात्रै हो, कसरी पेल्ने हो थाहै हुँदैन। लङ रनिङमा त अनि बिस्तारै पेल्छ त। नेपाल जस्तो लाग्यो त, कहाँको नि भनेर त। कोही कोही चाहिँ उतै छ सेन्टरमै। कतिजना यो यहाँ चाहिँ यो सरमा चाहिँ? अघि त कति, अघि त 10-12 जना मात्रै गएको थियो है लङमा त। लङ होइन त्यो 70 को होइन? यो त 42 मा, यो 42 को है? ए यता त बिस्तारै पेल्ने हो कि। औ पुगेपछि चाहिँ कोही कोही त खतरा हुन्छ नि दाइ। मेरो खिर सेलाइसक्यो भिडियो गर्दा। ओ मेरो खिर म्याराथन हेर्दा सेलाइसक्यो। यहाँ मेरो गोजीमा जिग्ने यार। मैले एउटामा खिर एउटामा फोन छ। ठिक छ कि यता यही सेलाइछ ल। ए कोही कोही त बिचरा। यो 10 बजेसम्म चाहिँ यो सबै बन्द गर्नुपर्ने क्या। अनि कहाँ रनिङ गर्ने बेलामा बाटो जाम भयो भने त हामी त भारी बोक्दैन, उनीहरुलाई पनि लडाउनु भएन अनि उनीहरुलाई पनि हामीले हुत्याउनु भएन। फेरि यहाँ त इज्जतको सवाल छ नि। हो राति 2 बजेदेखि घाँस खुवाएर चलाएको याकहरु।